एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ आज एकदमै खुसी छु किनभने मेरो चाहिँ आज फर्स्ट टाइम प्लेन चढ्न आँटेको। म चाहिँ फर्स्ट टाइम इन्टरनेसनल फ्लाइट हो, अनि त्यही भएर मेरो चाहिँ बाबा कता भन्नुहुन्छ, अनि त्यही भएर म चाहिँ घुम्न जान आँटेको। अनि म चाहिँ रेडी भइसकेँ, सामान पनि प्याक भइसक्यो। अनि अहिले चाहिँ एकदमै हतार छ किनभने अब चाहिँ हामी एयरपोर्ट जान आँटेको। अनि गाडी चाहिँ आइसक्यो तल, अनि अब निस्किन आँटेको हामी चाहिँ। अब एयरपोर्टमा पुगेर भेटौँला। फाइनली गाइज म चाहिँ एयरपोर्टमा आइपुगेँ होइन। अब एकछिनमा भित्र छिने हो। यहाँ चाहिँ यत्रो धेरै भिड छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ जहिले यस्तै नै हो। यहाँ चाहिँ मेरो भाइ छ, हाई गर्दैछ। अनि यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। म चाहिँ एयरपोर्टबाट भित्र छिर्ने बित्तिकै मेरो चाहिँ सामानहरू एक्सरे भइसक्यो, अनि मेरो पनि चेक जाँच भइसक्यो। अब चाहिँ म बोर्डिङ पास लिन जान आँटेको। यहाँ चाहिँ बोर्डिङ पास लिने ठाउँ हो, अनि सामान जोख्ने पनि ठाउँ हो। अनि यहाँ चाहिँ लामो लाइन छ, म चाहिँ लाइनमा बसिरहेको छु। मेरो चाहिँ कतिखेर पालो आउँछ थाहा छैन। म चाहिँ बोर्डिङ पास लिइसकेर पनि माथि इमिग्रेसनको लागि जाँदैछु। फाइनली गाइज म चाहिँ इमिग्रेसनमा आएर नि लाइन बसिसकेँ। यहाँ पनि लाइन लामै छ, देख्न सक्नुहुन्छ। म चाहिँ इमिग्रेसन पास भएर पनि यहाँ फेरि एक्सरे गर्ने ठाउँमा आएको छु। यहाँ चाहिँ हाम्रो जुत्ता खोलेर ज्याकेट, पर्सनल ब्याग, ल्यापटप ब्यागहरू अनि बडीहरू फेरि चेक हुन्छ। म चाहिँ अब पासपोर्टमा फाइनल स्ट्याम्प लिन जान आँटेको। मैले चाहिँ मेरो पासपोर्टमा छाप हानिसकेँ, अनि यति बेला चाहिँ म वेटिङ रुममा बसिरहेको छु। अहिले चाहिँ म गाडी चढेर प्लेन भएको ठाउँसम्म जान आँटेको। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ कति धेरै मान्छे छन्। मेरो चाहिँ अब प्लेन चढ्ने बेला भयो। अब प्लेनभित्र गएर भेटौँला। फाइनली गाइज म चाहिँ कतारमा आइपुगिसकेँ। अनि ट्रेनसम्म पुग्नको लागि चाहिँ म अहिले बसमा जाँदैछु। म चाहिँ ट्रेन चढ्ने ठाउँमा आएर पनि ट्रेन कुरिरहेको छु। ट्रेन चाहिँ भर्खर आयो, देख्न सक्नुहुन्छ। अब चाहिँ म ट्रेन चढ्न आँटेको। म चाहिँ ट्रेनबाट ओर्लेर पनि एयरपोर्टभित्र जाँदैछु। यहाँ चाहिँ अरू मान्छेहरू पनि छन्, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कतारको आइडी अथवा आफूसँग भएको पासपोर्ट स्क्यान गर्ने ठाउँ रहेछ। म चाहिँ फर्स्ट टाइम कतार आएको हो, त्यही भएर म चाहिँ त्यहाँ लाइन बस्ने होइन रहेछ। त्यही भएर म चाहिँ काउन्टरमा रजिस्टर गर्नुपर्ने अर्कै लाइनमा बसिरहेको छु। म चाहिँ त्यहाँबाट बाहिर निस्केर पनि अब चाहिँ लगेज लिन जान आँटेको। म चाहिँ लगेज लिने ठाउँमा आएर पनि आफ्नो लगेज कुरिरहेको छु। फाइनली गाइज म चाहिँ 3 नम्बर गेटबाट बाहिर निस्केँ। म चाहिँ बाबालाई कुरिरहेको छु, बाबा लिन आउनुहुन्छ। म चाहिँ भर्खर रुममा आइपुगेँ। अब ड्रेस चेन्ज गरेर सुत्छु। अनि आजको लागि यति नै। मनपर्छ भने लाइक, सेयर, कमेन्ट गर्नुहोला। अनि सब्सक्राइब पनि गरिदिनु होला। अनि मन पर्दैन भने पनि लाइक, सेयर, कमेन्ट गर्नुहोला। कमेन्ट सेक्सनमा गएर फिडब्याक दिनुहोला। अब अर्को भिडियोमा भेटौँला है त। बाई बाई गाइज, ह्याभ अ गुड डे।